सबैलाई नमस्ते छ। आज मैले एउटा सानो कुरा मनमा लागेको कुरा शेयर गर्न लाग्छु सबैलाई। यो कुरा विशेष टपिक भनेको यो विशेष बहिनीहरूलाई तथा यो छोरी बेटीलाई नै भनौं विशेष हैन, आफ्नो बाबाहरुकोबाट गइने छोरीहरुलाई विशेष यो टपिक उहाँहरुलाई नै जान्छ हैन। हामीलाई थाहा छ नि त। अनि म हैन आफ्नो बहिनीको यस्तो टाइट गर्छु, उसलाई आफ्नो अन्डरमा राख्छु के, ताकि किन भने कि पछि गएर नराम्रो नहोस्, यसको बहिनीले यस्तो गर्यो भन्ने नसुन्योस् के। कसैले बाइ चान्स नसुन्योस्, बट बाइ चान्समा सुन्नी गयो भनेपछि त नराम्रो लाग्छ नि त। जिउँदै लास जस्तो हुन्छ नि त आफ्नो बहिनीले यस्तो गर्यो भनेपछि। अनि त्यस्तै के मैले उसको आइडीहरु चेक गर्छु, सब हेर्छु, उसलाई 81 कल गरेर स्क्रिन शेयर गर भन्छु, देखा भन्छु, सब चेक गर्छु। म गर्दिन भन्दिन, गर्छु। किनकि उसँग कोही बाहिरको अरु मान्छेसँग उसको यो लभ भन्ने चीज छ नि, यो थाहा हुन्न के कसरी हुन्छ, कहाँबाट कसरी जान्छ, के हुन्छ, कसलाई थाहा हुन्न कि यो 81 हुने कुरा हो हैन। 81 हुन्छ, गर्दैन भने नि यो भइहाल्छ कि कसरी हुन्छ त्यो थाहै हुन्न कि 81 हुन्छ के। त्यही भएर यो नहोस्, उसलाई बाइ चान्समा पनि 81 त्यस्तो नहोस्, किनभने यो जमाना खराब छ। हामीलाई थाहा छ, केटाहरुलाई थाहा छ, केटीहरुलाई पनि थाहा छ, थाहा छैन भन्दिन, बट विशेष हामी केटाहरुलाई सब थाहा छ नि त। केटाहरु कस्तो हुन्छ, के टाइपको सोच हुन्छ, कस्तो हुन्छ। म मात्रै राम्रो छु, म लोयल छु, मैले भनेको छैन है, मैले आफ्नो बारेमा केही भनेको छैन। म नराम्रो छु आफ्नो ठाउँमा हुन्ला, बट बहिनीको लागि कोही दाइ पनि नराम्रो बन्न खोज्दैन, छोरीहरुको लागि कोही कसैको बाबा नि नराम्रो हुँदैन। त्यही भएर म भन्न लाग्यो है। त्यही भएर म उसको आइडी एकदमै चेक गर्छु। अनि उसको साथीहरु पनि के फेसबुक यताउता मैले खासै बोलेको देख्दैन, भए पनि कलमा भएको देख्छु कहिलेकाहीँ, नत्र उसको त्यसरी फेसबुकमा बोलेको देख्दैन। किनभने तिनीहरूलाई थाहा छ कि म उसको आइडी चेक गर्छु। त्यही भएर त होला हैन। व्हाट्सएपमा बोल्छन् यहाँ त्यहाँ यताउता केमा बोल्छन् थाहा छैन हैन। अनि तिनीहरू पनि भिडियो कलमै कुरा गर्छन्, बरु जस्तो कल भयो मात्रै देख्छु कि म। अनि हैन यस्तै न, उसको साथी मात्रै नभएर मेरो साथीहरूले पनि सोध्छन् के, आफ्नो बहिनीलाई यति टाइट किन गर्छस्, किन उ गर्छस्, जिन दे आफ्नो लाइफ हो यताउता भन्छन् के हैन। त्यस्तो त म अरूले जे भने त्यो मान्ने आलो व्यक्ति नै होइन एउटा कुरो हैन। अर्को साथीले के भनेको थियो हिजो भर्खरै, किन यति गर्छ, आफ्नो बहिनीको आइडी चेक गर्छ, किन यति गर्छौ, बिग्रिने मान्छे जसरी नै बिग्रिन्छ भनेर भनिन् के। यो उसले भनेको कुरा गलत होइन, सही हो, साँच्चै हो नि त। बिग्रिने मान्छे जसरी नै बिग्रिन्छ नि त। जति जेसुकै गर तिमी बिग्रिन्छ, बिग्रिने मान्छे बिग्रिनु नै मरेर जाने मान्छे मरेरै जान्छ, जसरी पनि मर्छ, काला होस् या चाहे जेसुकै होस्। त्यो इक्जाम्पल सेम त्यस्तै हो नि त। बिग्रिने मान्छे जसरी पनि बिग्रिन्छ, सही हो उसको कुरा लाइन, बट बिग्रिन्छ भन्दैमा हामीले लगाएको लगान त छोड्नु भएन नि त हैन। म एउटा इक्जाम्पल दिन्छु सबैलाई। कस्तो इक्जाम्पल भनेपछि, ल मानम नेपालमा खासै यो चङ्गा उडाउने त्यसरी उडाएको देखिन्न, इन्डियातिर यताउता अरू देशमा देखिन्छ चङ्गा उडाएको, नेपालमा कमै मात्रामा देखिन्छ नि। ल एउटा चङ्गा हुन्छ नि, चङ्गाहरूलाई हामी उडाइरहेको हुन्छ, आकाशमा उडिरहेको हुन्छ, त्यसको डोरी छ नि, डोरी त ऊ चङ्गा चाहिँ हाम्रो डोरीमा बाँधिएको छ के। त्यो डोरीलाई हामीले जति हल्लायो, जति यता फर्कायो त्यतै जान्छ, यता फर्कायो त्यतै जान्छ, जतिसम्म त्यो डोरी हाम्रो हातमा छ त्यो चङ्गा त्यति उड्दै जान्छ के, उड्दै जान्छ, त्यति माथि भन्दा नि लिमिटमा गइरहेको हुन्छ। ल मानम त्यो डोरीलाई चुटाइदेऊ तिमी हैन, त्यो अगाडि लगाममा बाँधिएको छ नि त, त्यो डोरीमा बाँधिएको छ त्यो चङ्गा, त्यो डोरीलाई चुटाऊ, त्यो चङ्गा हावामा उड्छ क्या, आकाशमा उड्छ। त्यस्तै केटीहरुको सोच पनि हुन्छ के, आकाशमा उड्ने सोच हुन्छ,
कति बाँधेर राख्छस्, बाँध्ने किन ऊ यति गर्छस् भन्ने पनि हुन्छ नि त। त्यो छोडेपछि जति पनि उड्छ के, तर उडी त रहन्न नि त। एक दिन तल झर्छ, एकैचोटिमा झर्न सक्छ या फिर एक दिनमा झर्न सक्छ, जति पनि समय लाग्न सक्छ, तर त्यो झर्छ नि, तल नै झर्छ। त्यो माथि उडी त राख्दैन नि त, तल झर्छ। तल झरेपछि कति आउँछन्, कति यो मेरो भनेर तानातान गर्छन्, लुछालुच गर्छन्, तर त्यो च्यात्तिन्छ नि त लुछालुच गर्दाखेरि। यो इक्जाम्पल के हो, खास भन्न खोजेको त्यही हो के मैले भन्न खोजेको नि। जति हामीले बहिनी या छोरीहरूलाई जति आफ्नो अन्डर आफ्नो उसमा राख्छौँ त्यतिसम्म ऊ हाम्रो उसमा हुन्छ के, नजरमा हुन्छ। त्यति हामीले जतिसम्म लगायो, जतिसम्म उडाउन खोज्यो त्यतिसम्म नै रहन्छ। जब त्यसलाई छोडिदियौँ भने हामीले त्यो उड्छ माथि, एकचोटि उसको सपना अनुसार उड्छ, तर एक दिन गिर्छ के। गिरे बेला अनि नजर सबैको नजरबाट गिर्नुको मैले यो गिर्छ भन्नुको मतलब के हो बुझ्नु भयो होला सबैले। यो मेरो साइड पिन्स सबैले बुझ्नु भयो होला कस्तो भन्न खोजेको भने। उसलाई इक्जाम्पल बुझ्नेले बुझिहाल्छ होइन, त्यति लामो एक्सप्लेन नै गर्नु पर्दैन क्या। कोहीसँग लाग्ला, उसको लागि हामीलाई छोड्ला, तर एक दिन उसले नै धोका दिएपछि ऊ लास्ट टाइममा हामी ठाउँ आउन खोज्छ नि त। तर ऊ लुचलाच भइसकेको, तल गिरिसकेपछि लुचलाच भइसक्यो हुन्छ नि त। हो यही हो इक्जाम्पल। ठिक छ, हामीले आफ्नो कर्तव्य त गर्नु पर्यो नि त। त्यो लगाममा बाध्य होइन के, त्यो आफूले नराम्रो नहोस्, यसरी कसैले नलुछोस् भन्ने चाहियो हो नि त। त्यसैले हामी त्यो आफ्नो लगाम छोडे होइन के, लगाम छोड्नु पनि भएन नि त होइन। यदि उसलाई बिग्रिनै छ भने बिग्रिएला, तर आफ्नो कर्तव्य छोड्नु भएन। बिग्रिनै छ भने ऊ यति गर्दा नि दाइहरूले यति गरेको नि बुझेन भनेपछि एक दिन बिग्रेर जाला, तर पछि सम्झेर हामी ठाउँ नै आउला नि त होइन। पछि सम्झेर दाइ भन्दै बाबा भन्दै आउला नि। यही हो। यो बहिनीले यो मेरो भिडियोहरू हेरेको छ भने बहिनीहरूले बुझोस् यो कुरा, म किन यति गर्छु भनेर। अनि उसको साथीहरूलाई यो बारेमा किन गर्छस् यताउता क्वेसनको उसको उत्तर पनि यही भिडियोमा भयो। यति नै, धन्यवाद।